क्षेत्रहरू उहाँहरूले भन्नुभएका उहाँहरूलाई लगाइएका आरोपहरू उहाँहरूले व्यक्त गर्नुहुन्छ र म उहाँहरूको कुरा सुनेर निचोडमा मेरो निर्देशनमा गएर उहाँहरूले भनेको कुराहरूबाट मैले के महसुस गर्छु एज अ नेपाली नागरिक, एज अ वुमन, एज अ मदर फिगर, एज अ आर्टिस्ट, जेसुकै भन्दा पनि पहिला एउटा ह्युमन बिङ, सबैभन्दा पहिला आउँछ मानवीय भावहरू। कहिलेकाहीँ व्यक्तिलाई त्यसै आरोप लगाइन्छ, त्यसलाई हेर्ने भाव पनि फरक हुन सक्छ। म त्यो हिसाबले हेर्छु र उहाँहरूलाई बुझ्ने कोसिस गर्छु र मैले बुझेको र दर्शक के अरे श्रोताहरूले, जनताहरूले भनेका कुराहरूलाई बिचमा राखेर म अभिव्यक्त गर्छु।